Hello and namaskar. I say hey, 10-bit D-Log, 3-axis gimbal, stabilization, 107 GB built-in storage, 2x lossless zoom, अनि तपाईको एक्टिभ ट्र्याकिङ है। बेस्ट अफ द बेस्ट क्यामेरा म पनि वेट गरिरहेको थिएँ। प्रोफेसनल क्यामेरा तपाईको पकेटमा आउँछ है यो चाहिँ। अब पहिला ओस्मो 3 मा चाहिँ के अरे D-Log थिएन, तर पनि यस्तो सक्सेस प्रोडक्ट हो DJI को, यस्तो सक्सेस प्रोडक्ट हो। म आफै पनि वेट गरिरहेको थिएँ। तपाईहरुलाई क्यामेरा किन्न मन छ, भिडियोग्राफी गर्न मन छ र तपाईहरुले सोचिरहनु भएको छ कि एउटा प्रोफेसनल क्यामेरा लिन्छु भन्दाखेरि चाहिँ तपाईहरुले यसलाई नि कन्सिडर गर्न जरुरी छ है। किनकि पकेट 3 को सक्सेस चाहिँ तपाईहरुलाई थाहा छ। क्रिएटरहरुको लागि युट्युब भिडियो बनाउनु, भ्लग बनाउनु, कारहरुको भिडियो बनाउनु, बाइकहरुको भिडियो बनाउनु, यसको लागि एकदम बेस्ट छ। 3-axis स्टेबलाइजेसन गिम्बल छ। गिम्बल र स्टेबलाइजेसन त बेस्ट नै भइहाल्यो हैन। अनि यसमा एक्टिभ ट्र्याकिङ जस्तै मान्छेलाई पनि ट्र्याक हुन्छ। स्ट्यान्डर्ड कम्बो क्रिएटर कम्बोमा चाहिँ तपाईहरुले सबै चिज पाउनुहुन्छ है। ट्राइपड एभ्रिथिङ, वाइड एंगल लेन्स, अनि माइक, दुईटा पाउच, क्यारी पाउच है, ह्यान्डल, म्याग्नेट एभ्रिथिङ पाउनुहुन्छ भने यो हाम्रो स्ट्यान्डर्ड कम्बो छ है। जसले चाहिँ अलिकति प्राइस महँगो लिन पर्नु भने धेरै मलाई त्यो चाहिँदैन। मलाई चाहिँ आफ्नै भ्लगमा त त्यसरी हिँड्ने हो, अनि केही प्रडक्टको खिच्छु या कसैको लागि खिच्छु भन्नुहुन्छ भने चाहिँ स्ट्यान्डर्ड कम्बो पनि ठिक हुन्छ है। तपाईको स्ट्यान्डर्ड कम्बोको प्राइस चाहिँ हाम्रो 96,000 छ भने क्रिएटर कम्बोको प्राइस चाहिँ 1,12,000 छ। अब 1,12,000 र 96,000 हजुरहरूलाई महँगो पर्ला है। यही रेन्जको यही लेभलको क्यामेराहरू तपाईहरुको सोनीहरुको किन्नुहुन्छ भने लेन्स पनि आउँदैन क्या। 1 इन्चको सेन्सर छ यसमा। यत्रो सानो क्यामेरा पकेटमा आउँछ। यो फुल क्रिएटर कम्बो नै यत्रो छ भने चाहिँ सोच्नु क्यामेरा कत्रो छ हैन। पकेटमा आउँछ। 4K मा खिच्छ, यसले स्लो मोसन राम्रो खिच्छ हैन। त्यो लेभलको प्रोफेसनल क्यामेरा तपाईको पकेटमा आउने क्यामेरा 1,20,000 प्लसमा चाहिँ लेन्स नै आउँदैन क्या तपाईहरुको राम्रो क्यामेराको हैन। त्यो लेभलको क्यामेरा छ। माइकहरु यसमा बिल्ट-इन पनि राम्रो छ र प्लस माइक पनि आउँछ है। यदि हजुरहरुले पनि आफू क्रिएटर हुनुहुन्छ, त्यो एउटा राम्रो इन्भेस्टमेन्ट गर्ने सोचिरहनु भएको छ भने वर्थ इट छ। 1,12,000 मा मजाले उठ्छ क्या। म आफै पनि वेट गरिरहेको थिएँ। म आफै पनि यो चलाउँछु एउटा। र प्राइस यति महँगो लाग्छ घट्ला भन्ने सोच्नुहुन्छ भने घट्दैन। डिसाइडको अलमोस्ट हरेक प्रोडक्टमा फर्स्टमा त्यो रिभिल भएको प्राइस चाहिँ बढ्दै गइरहेको छ। वारले गर्दा पेट्रोल डिजलको प्राइस भएको कारणले गर्दाखेरि बढ्दै गइरहेको छ। त्यसो प्राइस घट्छ भने चाहिँ सोच्दै नसोच्नु भएन, हुन्छ प्राइस बढ्नेवाला छ। जहाँबाट लिनुभयो भने अहिले लन्च प्राइस एकदम बेस्ट छ। लिमिटेड अफर छ। लिमिटेड टाइमको लागि लिमिटेड क्वान्टिटी छ। नेक्स्ट लटमा प्राइस बढेर आउन सक्छ। लिइहाल्नु होला। चाहिएमा सम्पर्क गर्नु होला। हामीसँग लिमिटेड पिस छ।